Hello guys, welcome to my first photo. म धराबाट ट्युसन जाँदैछु। हेलो गाइस, म साइकलबाट चलाउँदैछु। यहाँ देख्दैन त्यहाँले साइकलबाट चाहिँ देश सवाल सन्तान यहाँ त्यति राम्रोसँग देख्दैन। यहाँ म ट्युसन पढ्न जाँदैछु। आएर लास्टे हो ट्युसन बुट्छ रोडबाट अटो जाँदैछु। फर्स्टबाट चाहिँ मेरो नर्मल सूर्य गाइस ब्याट्यामा हरेर देख्छन् त्यस्तै किन हेर्नु गाइस। म साइकलबाट चलाउँदैछु। मेरो च्यानल फेरि त्यो एनपिटिएमएन च्यानल कति भयो हुने त्यो हुने होइन, नभए जुन च्यानल हाल्छु थाहा छैन। मेरो ट्युसन मलाई चुन्दैछ लास्ट डे ट्युसन गाइस। हामी साइकललाई त्यस्तै सम्झे फर्स्ट टाइम भएर चाहिँ गाइस म नर्भस छु। गाइस म जस्तो त्यति छु भनिदिनु होला कृपया। म विशाल चोटाउँदैछु। ब्याट्यामा लडेर देखाइदिन्छु ल गाइस। हामी मेरो बाल्यकालदेखिको मिल्ने साथी हाम्रो मित्रता अरू सम्बन्धभन्दा माथि हामी सहर घुम्न जान्थ्यौँ। राति भागी भागी घरमा आमा बुवालाई म नरमार्न तयार एकअर्काको लागि सधैँ सँगै बस्थ्यौँ। स्कुल पढ्दा हामी दुबई नजाने यदि एउटा बिरामी जे पनि बाँड्ने हाम्रो राम्रो थियो बानी। उसले एक दिन चुरो चल्काइ सोध्यो होए खाने, मैले पनि ताने सङ्कोचै नमाने। दिन बित्दै गयो अनि लाग्यो त्यसको बानी बिस्तारै कुलतमा फसियो जानी नजानी। गाजा अनि गोटी सामान र पानी यो पछि त्यो दामी छ्याप नभए दिन पनि राम्रो नलाग्ने। त्यसपछि फेरि कहिले उस्तै रहेनौ हामी। हेलो गाइस, म साइकल चढ्दैछु। फर्स्ट टाइम हो त्यो साइकलबाट गाइस। अनि चाहिँ त्यस्तो गाइस सन्तान छ भन्छु। अनि त्यसले म च्यानल ल्यान्ड भइन्छ गाइस। त्यसले ल्यान्ड भएर अनि चाहिँ 12 चाहिँ ट्युसन लाग्थ्यो हो गाइस। त्यही भएर त्यसले यति ल गाइस। 14 बज्दै उमेरै पनि दिल्दै हो राइट। म ट्युसन दिन मैले एनपिटिएमएन भिडियो हालेको छैन भने इक्जाम आउँदैछ। त्यही भएर हो इक्जाम आउँदैछ। त्यही भएर युट्युबमा छोडिदिएँ। फेरि वान डेवाला सब्सक्राइबरबाट च्यानल नि अब त्यो हुने थाहा छैन। यही भिडियोबाट भन्न चाहन्छु गाइस तपाईँहरूलाई। सब्सक्राइब लाइक सपोर्ट गरिदिनु र अब म ट्युसन पढ्न आइसकेँ। ल बाई गाइस। लाइक सब्सक्राइब सपोर्ट गरिदिनु र मेरो च्यानललाई बाई गाइस।